हेलो गाइज, हामी चाहिँ घरबाट हिँड्यौं अनि आज हामी चाहिँ पशुपति मन्दिर जान लाग्छौं। पशुपति मन्दिरबाट त्यसपछि कहाँ हुन्छ हेर्दै जाम। लेट्स गो। अनि यता चाहिँ विशुसन साई, यता चाहिँ इलिना साई हुनुहुन्छ। हामी मसँग यिन दुईटा जाति हुनुहुन्छ। म बाटो देखाउँदैछु यिनीहरूलाई। अनि यो चाहिँ हाम्रो प्यारो भक्तपुरको शिव मन्दिर, लोकेसन मन्दिर चाहिँ हो मन्दिर पनि देख्दैन नि माथि छ टपमा। धन्यवाद। अनि हामी चाहिँ भर्खर यहाँबाट हिँडेको, यसपछि हामी बसमा चढेर जान्छौँ। यसको मेन गेटको मन्दिर हाम्रो धन्यवाद तन्मे मन शिव संकल्प मस्ती भन्ने मंदिर है। इधर हमें जाने बाटो इधर है। वो खोजीमा छौं। ओ हेर्नुस्, प्लेन गयो तर देखेन मोबाइलमा। ओ माय गॉड। हामी हिजो भर्खर काठमाडौँबाट आज काठमाडौँको घुम्ने। यसलाई थाहा छैन यो चाहिँ के भन्छ क्या सबै मैले। अब यहाँबाट हामी जान्छौँ मन्दिर। खटा खटा गर्दै हिँड्छन् भ्याएको त जस्तै हुँदैन, बिस्तारै हिँड्नै जान्दैनन् कि यिनीहरू। मन्दिर जानुहुन्छ पूजाको सामान लिएर जो मैले बेलपत्र फुलहरू अहिले यतै राखिदिएको छ। आउनुहुन्छ 10 रुपियाँ बेलपत्र फुल छ मनको कुरा सोचेर ढिलो हुन्छ क्या। एउटा नरियल राख्दिनु अनि यो राख्दिनु बर्सात हामीले चाहिँ किनेर आइसक्यौँ। अब जाँदैछौँ। के हुन्छ के मेरो भिडियो नखेद्दिनु भनेर थियो त। देखेकै छैन हामीले हालिसक्यो न। कहिले काहीँ ट्रोल पनि खानुपर्छ जिन्दगीमा। मन्दिरमा पानी
ऊ त्यहाँ पऱ्यो यही फाल्ने हो अर्कै फाल्छु म यताबाट फाल्छु त भिडियो गराइदिएँ म पनि खानु पर्ने अर्को चारो पाइन्छ अरे नि त यहाँ के भन्नु हामी त खाउँदैन पुरै खाइ म जान मिल्छ कि न जान मिल्छ कि न चाहिँ परिवारलाई चारो दिएर आइसकेको छौँ भनेर एउटातिर फोटो खिचेर हामी जान्छौँ यसको म चाहिँ यहाँ लाइनमा लागेको छु लास्ट भिड छ बल्ल तल्ल म यतिसम्म आएको छु हेर्न सक्नुहुन्छ यति धेरै भिड छ यति धेरै भिड छ र आज शनिबार भएको कारणले नि पशुपतिनाथको दर्शन हामीले गरेर बिहान 6 बजीदेखि ठ्याक्कै 11 बजे हाम्रो दर्शन भयो अझै नै यति धेरै लाइन छ देख्न सक्नुहुन्छ सायद धेरै टाइम लाग्छ हाम्रो चाहिँ भक्तहरू भयो फाइनली अब चाहिँ हामी जान्छौँ यहाँबाट यसको सो जय शम्भु बोला बनाए त्यही त जय शम्भु बोला भन्नु फाइनली हामी चाहिँ गाडीबाट झऱ्यौँ गाडीबाट झरेर यता हैसिन्छौ यता हामी चाहिँ तिमीहरूको घरबाट आयौँ अहिले भर्खरै लगभग 1 बजिसकेको छ हाम्रो खानाहरू खाएर आइसक्यौँ त्यसपछि अब हामी जाँदैछौँ यहाँबाट कहाँ जाने मलाई पनि थाहा छैन यता डिस्कस गर्दै खाने त लिपस्टिक लाउनु लाइसकेको छ अभियसली हाल्छु नि म त भ्लग भनेको भ्लग हो हजुर राम्रो राम्रो थोरै हाल्छु काट्नुपर्छ है बाटोमा लिपस्टिक लाउने मान्छे हेर्नुहोस् यहाँ हाइट पनि सानो सानो लिपस्टिक लाउँदै बस्ने हाइट त हेर्नुहोस् कृपया ओहो 2.5 फुट कि 2.5 फुट यति कसलाई चाहियो 4 इन्चको घरवाली अरू केही आउन फटक 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 उफ्रिन मात्रै आउँछ 4 इन्चको अझ हेर न अरू खुट्टा देखाएको अझ यस्तो यस्तो काम आउँछ कति उकालो छ यो किन्न लाग्यो चप्पल किन्ने अरे तपाईँ चप्पल किन्ने खाना जाने यो पछाडिकोले ए 2.5 फुटहरू खटैमा जस्तो उफ्रिने त भनिसके त्यो कहाँ जाँला 99 शप हामी जाँदैछौँ 99 शप वाट डु यु मिन 99 शप 99 रुपियाँमा पाउनु छ त्यहाँ 99 वटा सामान पाउनु छ Oh my god. केस गर्दै गर्नुहोस् म पनि त्यहाँ जाँदै गर्छु
हामी चाहिँ 99 सपमा आइसक्रिम सेकेन्ड फ्लोरमा जाँदैछौँ 99 सपमा हेरौँ के पाइन्छ त्यहाँ यस मन परेपछि आउनु होला तपाईँहरू पनि यहाँ लोकेसन कहाँ अरे चाबेनको गणेश थापाको मन्दिरको पछाडि पर्छ त्यहाँ आउन सक्नुहुन्छ तपाईँ हामी चाहिँ 99 सबको थर्ड फ्लोरमा छौँ त्यहाँ चाहिँ सामान पाउँछ ओ यहाँ त खाद्यान्नको सामानहरू रहेछ माम क्या हो ओ यता यहाँ सामान सबैले 100मा पाउँछ यसो 100मा छ भाडा के हो सामान के छ हैन सामान त्यस्तो छ क्युट परिवारहरू छ यो चाहिँ बौद्ध भन्छ के अरे स्वयम्भूको सानोवाला पाठ र आजको लागि यति नै थ्याङ्क यू सो मच फर भिडियो नलाग्नु भएको यस्तो चाहिँ हामी सिधै घर जान्छौँ पानी पर्न लाग्ला जस्तो भएको छ र थ्याङ्क यू सो मच आजको लागि यति नै धन्यवाद अर्को भिडियो चाँडै नै आउनेछ र म भ्लगलाई यहीँ नै एन्ड गर्न चाहन्छु किनकि भ्लग एकदमै लङ भइसकेको छ थ्याङ्क यू सो मच